नमस्ते साथीहरू, स्वागत छ तपाईलाई हाम्रो YouTube च्यानलमा। आज हामी सिक्दै छौं जापानको वर्किङ भिसा नेपालबाट कसरी पाउने। सम्पूर्ण जानकारी यही छ। सबैभन्दा पहिला कुन वर्किङ भिसा तपाईको लागि हो भन्ने निर्णय गर्नुहोस्। प्रमुख भिसा प्रकारहरू स्पेसिफाइड स्किल्ड वर्कर, जसलाई छोटकरीमा SSW भिसा पनि भनिन्छ। त्यसपछि प्राविधिक प्रशिक्षार्थी तालिम भिसा रहेको छ र अन्त्यमा इन्जिनियर वा मानविकीमा विशेषज्ञता भएकाहरूको लागि भिसा रहेको छ। अब तपाईले JLPTN4 वा सो सरह भाषा परीक्षा पास गर्नुपर्छ। साथै सम्बन्धित सिप तालिम लिएर स्किल टेस्ट पनि पास गर्न आवश्यक छ। यो दुवै परीक्षा पास गरेपछि मात्र तपाई जापानमा काम गर्न योग्य हुनुहुनेछ। अब जापानमा काम दिन इच्छुक कम्पनी वा एजेन्टसँग सम्पर्क गर्नुहोस्। उनीहरूले तपाईको लागि सर्टिफिकेट अफ एलिजिबिलिटी अर्थात् COE को लागि आवेदन गर्छन्। यो COE जापान सरकारबाट दिइने एक महत्त्वपूर्ण कागजात हो। यो प्राप्त भएपछि मात्र तपाईको भिसा आवेदन प्रक्रिया सुरु हुन्छ। सर्टिफिकेट अफ एलिजिबिलिटी प्राप्त भएपछि अब तपाई काठमाडौँ स्थित जापानी दूतावासमा भिसा आवेदन दिन सक्नुहुन्छ। भिसा आवेदनको लागि आवश्यक कागजातहरू यस प्रकार छन्। तपाईको राहदानी अर्थात् पासपोर्ट, भिसा आवेदन फारम जुन तपाईले दूतावासबाट प्राप्त गर्न सक्नुहुन्छ, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, तपाईले प्राप्त गरेको सर्टिफिकेट अफ एलिजिबिलिटी र तपाईको रोजगार सम्झौता। यी सबै कागजातहरू दूतावासमा बुझाउनुहोस्। जब तपाईको भिसा स्वीकृत हुन्छ, तब तपाई जापान जानको लागि टिकट काट्नुहोस्। जापान पुगेपछि त्यहाँको अध्यागमन कार्यालयमा तपाईले प्राप्त गरेको सर्टिफिकेट अफ एलिजिबिलिटी देखाउनुहोस् र आफ्नो काम सुरु गर्नुहोस्। नेपालबाट जापानमा काम गर्न अब असम्भव छैन। यदि तपाईलाई कुनै जिज्ञासा छ भने तल कमेन्ट बक्समा लेख्नुहोस्। यदि यो भिडियो तपाईलाई मन पर्यो भने कृपया लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।